ओके, आज हामी चाहिँ हाइट एन्ड डिस्टेन्स पढ्न गइराखेको छौँ जस्ट बिकज एउटा चाहिँ स्टुडेन्टले मलाई चाहिँ यसमाथि भिडियो बनाइदिनु वा यो मलाई सिकाइदिनु भनेर भने रहेछ। सो मैले चाहिँ उसको अब इक्जाम रहेछ पर्सि चाहिँ, त्यही भएर चाहिँ आजै बनाइदिउँ भनेर चाहिँ मैले चाहिँ यो अहिले बनाउन लागेको हो। सो यसमा चाहिँ के हुन्छ भने हाइट एन्ड डिस्टेन्स भनेको तपाईँको हाइट एन्ड डिस्टेन्स यो ट्रिगोनोमेट्रीको यस्तो पार्ट हो जुनमा चाहिँ हामी चाहिँ खासमा ट्रिगोनोमेट्रिक आइडेन्टिटिज जुन छ लाइक साइन कस साइन थीटा इक्वल्स टु पी बाई एच कस थीटा इक्वल्स टु बी बाई एच योहरू चाहिँ खासमा प्रयोग गर्ने गर्छौँ होइन। अब यो प्रयोग गर्नको लागि हामीले के हुन्छ भने चाहिँ हाइट एन्ड डिस्टेन्स यो चाहिँ युज किन हुन्छ वा हामी पढ्छौँ किन, यो पढ्नुको मेन कारण के हुन्छ भने चाहिँ अब कतिपय कुरा कस्तो हुन्छ भने चाहिँ हामीले केही कुरा मेजर गर्नुपर्ने छ तर हामीले चाहिँ मेजरिङ टेप धेरै कुरा चाहिँ यस्तो हुन्छ भने हामी मेजरिङ टेप लिएर चाहिँ नाप्न सक्दैनौँ के सर्टेनको केहीको हाइट होस् वा केहीको बिचको लेन्थ होस् हामीसँग त्यो मेजरिङ टेपले वा सन कति हाइटमा छ त्यो नाप्नु पर्ने छ भने चाहिँ यो कति अल्टिट्युडमा छ त्यसलाई चाहिँ मेजरिङ टेप लिएर तल चाहिँ बटममा यहाँ अर्थमा राखेर चाहिँ माथि सनसम्म त नाप्न सक्दैन। सो यसको लागि के हुन्छ भने चाहिँ केही फर्मुलाजहरू वा ट्रिक्सहरू चाहिँ बनाइएको थियो जो चाहिँ हामी चाहिँ हाइट एन्ड डिस्टेन्समा चाहिँ हामी पढ्ने गर्छौँ। मतलब हाइट भनेको चाहिँ समथिङको हाइट वा दुईवटा बिल्डिङको डिस्टेन्स यो चाहिँ हामी के गर्ने गर्छौँ यसमा चाहिँ पढ्ने गर्छौँ। हाइट यो चाहिँ हाइट भयो होइन, अनि यो डिस्टेन्स बिचको डिस्टेन्स यो चाहिँ पढ्ने गर्छौँ। यसको लागि एङ्गल चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। एङ्गल मतलब कति एङ्गलले मैले हेर्नु पर्यो। अब सर्टेन म यहाँबाट चाहिँ माथि म हेर्दैछु भने मेरो एङ्गल अफ एलिभेसन डिप्रेसन हुन्छ, मतलब तल हेऱ्यो भने चाहिँ डिप्रेसन हुन्छ, माथि हेऱ्यो भने चाहिँ एङ्गल अफ एलिभेसन हुन्छ। सो मैले चाहिँ कति आँखाले कतिको एलिभेट गरेको छु मतलब कतिको माथि हेरेको छु, डिप्रेसन भनेको मैले कतिको तल हेरेको छु, यो कुराहरू चाहिँ मेन हामीले फोकस गर्नुपर्ने हुन्छ। सो यो फर्मुलाहरू चाहिँ ट्रिक गरेर हामी चाहिँ बनाउन सक्छौँ। अब यो फर्मुला युज गर्ने त गर्ने कसरी, हामीले चाहिँ यो सिम्पली के हुन्छ भने चाहिँ अब साइन हामीले यसमा चाहिँ साइन थीटा युज गर्ने कि कस थीटा युज गर्ने कि टेन थीटा युज गर्ने भने चाहिँ हामीले के हुन्छ भने कन्फ्युज हुन्छ कि म कुन फर्मुला युज गरौँ कि यो मेरो सर्टेन कुनै पनि सोलुसन हामी चाहिँ बनिहाल्नुहोस्। अब के हुन्छ भने एउटा राइट एङ्गल ट्रायङ्गल हामी कुनै पनि जे हामीलाई दिएको हुन्छ नि त्यसमा चाहिँ कन्डिसन के हुन्छ क्वेसनमा, कन्डिसनलाई चाहिँ हामीले जहिले पनि यो यस्तो राइट एङ्गल ट्रायङ्गलमा त्यसलाई कन्भर्ट गर्नुपर्छ। त्यो चाहिँ हल्का ट्रिक दिमागको चाहिँ क्रिएटिभिटी युज गर्नुपर्ने हुन्छ। सो कन्डिसन के दिएको छ त्यो कन्डिसनको एकर्डिङ हामीले यसलाई चाहिँ राइट एङ्गल ट्रायङ्गलमा बनाउनु पर्ने हुन्छ। ठिक छ, अब त्यो कसरी बनाउनु भने चाहिँ म क्वेसन सल्भ गरेर तपाईँले देखाइदिन्छु यो चाहिँ कसरी हुन्छ भनेर। सर्टेन केही क्वेसनहरू चाहिँ हामी त्यो पनि सल्भ गर्छौँ जसमा चाहिँ म तपाईँले बुझाइदिन्छु यो कस्तो कस्तो बन्छ, म फिगर बनाएर देखाइदिन्छु, त्यो फिगरको अकर्डिङ तपाईँहरूले चाहिँ तपाईँहरू आफै गर्न सक्नुहुन्छ। तर फर्स्ट चाहिँ यसमा यो बुझ्नु, अब यो सर्टेन हाइट छ है, सरी राइट एङ्गल ट्रायङ्गल छ। अब राइट एङ्गल ट्रायङ्गलमा भ्यालु मलाई के दिएको छ होइन। अब यो राइट एङ्गल ट्रायङ्गल बुझ्नुपर्ने छ भने तपाईँ एउटा कुरा सबभन्दा पहिला बुझ्नुपर्ने हुन्छ, सबभन्दा पहिला राइट एङ्गल हो कुन, त्यसमा दिएको हुन्छ पर्पेन्डिकुलर कुन छ भने त्यो चाहिँ हामीले पत्ता लगाउनु पर्ने हुन्छ। ओके, अब जुन कुरा पर्पेन्डिकुलर छ, अब पर्पेन्डिकुलर कुन छ भनेर हामी कसरी बुझ्ने, सर्टेन टावर भर्टिकल्ली गाडिएको छ राखिएको छ भने चाहिँ हामी बुझिहाल्छौँ यो चाहिँ पर्पेन्डिकुलर। ठिक छ, सर्टिक कुनै पनि बिल्डिङ छ भने सिधा हुन्छ नि, बिल्डिङ पनि टिल्ट हुन्छ हुँदैन, त्यो पर्पेन्डिकुलर नै हुन्छ, कुनै पनि बिल्डिङ पर्पेन्डिकुलर नै हुन्छ। कुनै पनि रुख दिएको छ भने रुख चाहिँ सिधा नै हुन्छ, उनीहरूले चाहिँ हामी पर्पेन्डिकुलर मान्ने गर्छौँ कि। अब पर्पेन्डिकुलरको जस्ट अपोजिट जुन साइड हुन्छ नि यो चाहिँ हाइपोटेनियस हुन्छ एच। ठिक छ, यो पर्पेन्डिकुलर भइसक्यो, जुन 90 डिग्री छ त्यो पी भइसक्यो, अनि पर्पेन्डिकुलरको जस्ट अपोजिटको हुन्छ तपाईँको के हाइपोटेनियस हुन्छ है। ओके, अब हाइपोटेनियस छ भने चाहिँ यो बाँकीको बेस हुन्छ पहिलो। ठिक छ, अर्को यदि यसले पनि भएन हामीले पर्पेन्डिकुलर पत्ता लगाउन गाह्रो भयो भने त्यहाँ चाहिँ एङ्गल दिएको होला कि, मानौँ यहाँ चाहिँ एङ्गल दिएको छ थीटा। ओके, अब यहाँ यो थीटा दिएको छ भने मतलब यसको अपोजिट चाहिँ पर्पेन्डिकुलर हुन्छ। जुन भ्यालु दिएको छ थीटा दिएको छ भने थीटाको अपोजिट पर्पेन्डिकुलर हुन्छ, या त यसले पत्ता लगाउने वा कुनै कुरा पर्पेन्डिकुलर दिएको छ भने त्यसको अपोजिट हाइपोटेनियस हुन्छ भनेर पत्ता लगाउने। थीटाको अपोजिट के हुन्छ त यो पर्पेन्डिकुलर हुन्छ। यो दुईटाबाट कुनै एउटा कन्डिसन युज गर्नुभयो भने एउटा पर्पेन्डिकुलर पत्ता लाग्यो भने चाहिँ हाइपोटेनियस हामी बुझिहाल्छौँ, वा हाइपोटेनियस पत्ता लाग्यो भने चाहिँ हामी पर्पेन्डिकुलर बुझिहाल्छौँ। यो दुईटा बुझ्यो भने बाँकीको त बेस हो भनेर पत्ता लाग्छ होइन। सो फर्स्ट स्टेपमा हामी चाहिँ यो फिगर बनाउने हो कि हाइट एन्ड डिस्टेन्सको कुनै पनि सोल्युसन गर्नुभन्दा पहिला चाहिँ फिगर हामीले बनाउनु पर्ने हो क्रिएटिभिटी युज गरेर। ओके, अब तपाईँ कसरी दिमाग लगाउनुहुन्छ सबैको माइन्ड चाहिँ आफ्नो हिसाबले वर्क गर्छ, त्यो तपाईँमाथि डिपेन्ड गर्छ तपाईँले कसरी वर्क गरिराख्नु भएको छ त्यो हिसाबको लागि। ओके, सो अब केही क्वेसनहरू छ जति चाहिँ म डाइरेक्टली अब लास्टबाट स्टार्ट गर्छु। यता ल फर्स्टबाट पहिला चाहिँ एक दुईवटा फर्स्टबाट गरौँ। सो यहाँ एउटा दिएको छ फ्रम अ टप अफ द बिल्डिङ, के भन्यो एउटा बिल्डिङ दिएको छ है।
भनेको छ फ्रम अ टप अफ द बिल्डिङ अफ 180 मिटर हाइट। यो बिल्डिङको हाइट कति छ त 180 मिटर। हेर्नु क्रिएटिभिटी यसरी नै युज गर्ने, क्वेसन जे दिएको छ त्यो अनुसार हैन। हाइट 180 मिटर दियो। द एंगल अफ डिप्रेसन अन द ग्राउन्ड इज फाउन्ड टु बी 60 डिग्री। अब यहाँ हेर्नु यो बिल्डिङको टप कति छ, तलदेखि माथि चाहिँ 180 मिटर छ। माथिदेखि तल हेरेको छ कि सर्टेन केही ग्राउन्डमा हेरेको छ है, ग्राउन्ड माथिदेखि तल डिप्रेसन दिएको छ है, डिप्रेसन। अब माथिदेखि तल जब हेर्छ नि त एंगल तपाईको यहाँसम्म भन्छ कि मतलब एउटा चाहिँ सर्टेन सर्फेस तपाईले के गर्नु पर्यो रेफरेन्सको लागि लिनुपर्ने छ। त्यो रेफरेन्स लिएर यहाँ चाहिँ थीटा हो। अब यो किनभने यो चाहिँ ग्राउन्डबाट यो मानौ यो ग्राउन्ड छ भने यो ग्राउन्डसँग यो के हुन्छ प्यारलल हुन्छ। सो यो यहाँ थीटा छ भने थीटा कहाँ भइहाल्छ यहाँ भइहाल्छ। डिप्रेसन दिएको छ भने चाहिँ यो कुरा ध्यान दिनु होला है। डिप्रेसन जहिले पनि आकाश वा माथिबाट के हुन्छ र कहाँ देखिराखेको छ त्यो बिचको जुन एंगल हुन्छ त्यसलाई चाहिँ थीटा हुन्छ कि एक्चुअली। अब त्योसँग जेड बनायो नि त, उल्टो जेड बनाएको छ हेर्नु, यहाँ उल्टो जेड बनायो नि जेड अल्टरनेट एंगलले चाहिँ यो थीटा चाहिँ यहाँ भइसक्यो। किनभने यो दुईटै के हुन्छ ग्राउन्ड र आकाश र पताल दुवै के हुन्छ प्यारलल हुन्छ, कहिले पनि मिल्न सक्दैन कि प्यारलल हुन्छ। अब प्यारलल भएको कारणले अल्टरनेट एंगलले गर्दा यो चाहिँ यो थीटा छ भने यो पनि के भएन थीटा भइसक्यो। ठिक, अब मेरो चाहिँ थीटा आइसक्यो। अब थीटा पनि भनेको छ एंगल अफ एलिभेसन कति दिएको थियो त, एंगल अफ एलिभेसन यहाँ दिएको छ तपाईको यो क्वेसन नम्बर कति हो भने 4A हो है। अब एंगल अफ यो चाहिँ 60 दिएको छ यहाँ चाहिँ मतलब माथिदेखि तल 60 डिग्री हेरेको छ, मतलब यो चाहिँ अब यो पनि कति भइसक्यो त 60 डिग्री भइसक्यो। हेर्नु मैले यसलाई राइट एंगल ट्रायंगलमा चेन्ज गरिसकेँ। हेर्नु यो राइट एंगल ट्रायंगलमा मैले चाहिँ चेन्ज यसलाई गरिसकेँ ओके हैन। 60 डिग्री आइसक्यो। यसको जस्ट थीटा जुन दिएको छ त्यसको अपोजिटको एंगल के हुन्छ परपेंडिकुलर। सो यो परपेंडिकुलर हो। अब यो चाहिँ रफली मैले भनेको थियो। अब चाहिँ फिगर चाहिँ म यसरी चाहिँ बनाइदिन्छु है। यो यसरी माथिदेखि हेरेको थियो आकाश त आकाश प्यारलल, यहाँ चाहिँ यहाँबाट तल देखेको थियो, तल देखेको थियो यसरी हैन। यो आकाश र यो बिचको चाहिँ एंगल थीटा दिएको थियो कि 60 डिग्री, खासमा दिएको थियो यो थीटा, तर अल्टरनेटले गर्दा यो थीटा हामी चाहिँ यहाँ बनाइदियौँ ओके। अब यहाँ थीटा बनाइदिएपछि यसको अपोजिट यो के हुन्छ परपेंडिकुलर हुन्छ। परपेंडिकुलर यो आइसक्यो ठीक छ। अब परपेंडिकुलरको अपोजिट हाइपोटेनियस हुन्छ राइट, अनि बेस कुन भयो यो भयो। अब हेर्नु परपेंडिकुलर दिएको छ, परपेंडिकुलर कति हाइटको छ 180 मिटरको दिएको छ हैन। त्यो चाहिँ 180 मिटरको दिएको छ। अब अर्कै अझै के दिएको छ भने गिभनमा त्यो हेरौँ हामी। फ्रम द डिस्टेंस फाइन्ड द डिस्टेंस बिट्विन द बिल्डिङ एन्ड द बस। ए उसले चाहिँ बसमा हेरेर यो क्लियर छैन कि फिगरमा। ओके सो यहाँ चाहिँ बस दिएको रहेछ हैन, यहाँ चाहिँ बस दिएको छ, बसलाई हेरिराखेको छ क्या माथिको टपबाट है। अब के भयो भने चाहिँ मलाई के भने त डिस्टेंस भनेको चाहिँ यो बिल्डिङदेखि यहाँको डिस्टेंस भनेको चाहिँ यहाँ चाहिँ क्वेसन क्लियर नभएको कारणले चाहिँ तपाईले एक्चुअली फाइन्ड द डिस्टेंस बिट्विन द बिल्डिङ एन्ड द बस हो। बिल्डिङ एन्ड द बस यो दुईटा बिचको मतलब यहाँदेखि यहाँको बिचको डिस्टेंस भनेको छ पत्ता लगाउनको लागि है। अब यो यहाँदेखि यहाँ बिचको डिस्टेंस भनेको मलाई के भनेको छ त बेस पत्ता लगाउनु पर्ने छ। अब दिएको कुरा के छ परपेंडिकुलर गिभन छ ठीक छ, अर्को चाहिँ थीटा गिभन छ ओके। त्यसपछि हामीलाई बेस। अब हेर्नु यो तीनटा कुरा चाहिँ परपेंडिकुलर दिएको छ, थीटा पनि दिएको छ, अर्को चाहिँ बेस निकाल्न भनेको छ बेस इक्वल्स टु 1। मतलब मलाई के गर्नु छ भने चाहिँ दुईटा नोन लिनु छ एउटा अननोन लिनु छ। जुन मलाई भनेको छ यस्तो फर्मुला चुज गर्ने जुनमा चाहिँ दुईटा नोन र एउटा अननोन होस्। अब यो कुन हुन्छ सो tan थीटा लिनु। tan थीटा को फर्मुला के हुन्छ p/b हुन्छ ओके। अब यहाँ हेर्नु थीटा दिएको छ, थीटा दिएको छ, परपेंडिकुलर पनि दिएको छ, b चाहिँ अननोन छ हैन। अब यो रिलेसनले तीनटाबाट दुईटा नोन छ भने तेस्रो त अटोमेटिकली निक्लिहाल्छ। सो फर्मुला हामी चाहिँ यसरी चुज गर्ने हो कि मतलब दुईटा नोन लिने एउटा अननोन लिने ओके। यो तीनटासँग चाहिँ मिल्ने भनेको कुन लिने फर्मुला। अब मानौ चाहिँ यहाँ चाहिँ मानौ परपेंडिकुलर दिएको छ, हाइपोटेनियस दिएको छ, थीटा निकाल्न भन्ने, थीटा नै निकाल्न भन्ने भनेपछि हामी के गर्छौं ph र थीटासँग कुन छ sin थीटा इक्वल्स टु p/h। मतलब म यहाँ युज गर्छु sin थीटा हैन। मानौ चाहिँ परपेंडिकुलर दिएको छ र बेस दिएको सरी परपेंडिकुलर र बेस थीटा निकाल्न भन्यो। सो मतलब यस्तो युज गर्ने जुनमा चाहिँ दुईटा भ्यालु होस्, यस्तो फर्मुला युज गर्ने जसको दुईटा भ्यालु हामीलाई नोन होस् एउटा चाहिँ अननोन होस्। यहाँ चाहिँ मलाई परपेंडिकुलर नोन छ, थीटा पनि नोन छ, बेस अननोन छ। सो यो तीनटाबाट दुईटा भ्यालु छ भने अटोमेटिकली त्यसमा निस्किहाल्छ। अब कसरी निस्किन्छ त्यो हेर्नु। अब यो निक्लिन्छ कसरी त्यो चाहिँ हेर्नु। अब tan थीटा भनेको चाहिँ tan थीटा भनेको कति दिएको छ थीटा एंगल हुन्छ, एंगल कति दिएको छ 60 डिग्री दिएको छ।
इज इक्वल्स टु तपाईको पी कति दिएको छ 180 मिटर दिएको छ। त्यसपछि बी भनेको बेस हामीलाई पता लगाउनु पर्ने छ। बी हामी चाहिँ पता लगायौँ। ठीक छ। अब यो सबभन्दा पहिला के गर्नु एरेन्ज गर्नुभन्दा अगाडि चाहिँ भ्यालु राख्दिउँ कि tan 60 को भ्यालु कति हुन्छ भनेर चाहिँ हैन। अब tan 60 को तपाईले लर्न छ भने चाहिँ डाइरेक्टली तपाई लेख्न सक्नुहुन्छ। लर्न छैन भने चाहिँ यसरी sin को लर्न छ भने cos को थाहा भइहाल्छ वा यसरी तपाई गर्न सक्नुहुन्छ। sin 60 को हुन्छ तपाईको √3/2 cos 60 को हुन्छ 1/2 हैन। √3/2/1/2 भनेपछि 2 कट्यो √3 मात्र बच्यो। सो √3 हुन्छ भ्यालु tan 60 को इज इक्वल्स टु 180/b भयो राइट। मतलब अब क्रस मल्टिप्लिकेसन बीचमा इक्वल टु हुन्छ भने चाहिँ तपाई क्रस मल्टिप्लिकेसन गर्ने है। सो √3b or √3b इज इक्वल्स टु के भ्यालु इज इक्वल्स टु 180 मिटर नछोड्नु 180 मिटर छ। सो b इज इक्वल्स टु भ्यालु तपाईको 180 मिटर बाइ √3 को भ्यालु हुन्छ 1.732 हैन। सो म डाइरेक्टली यो मोबाइलबाटै क्याल्कुलेटर 180 डिभाइड बाइ √3 इज इक्वल्स टु कति आयो आन्सर त 103.92 मिटर आयो। यो चाहिँ आयो मतलब b इज इक्वल्स टु कति आयो 103.9 मिटर आयो। मतलब यहाँदेखि यहाँको डिस्टेन्स कति छ 103.9 मिटर छ। यसरी तपाईको यो सबै जति पनि प्रब्लम हुन्छ नि हाइट एन्ड डिस्टेन्सको यसरी तपाई चाहिँ सल्भ गर्न सक्नुहुन्छ। अहिले पनि तपाईले कन्फ्युजन होला। सो हामी चाहिँ अब नेक्स्ट सोलुसन तपाईलाई म गराइदिन्छु है। ओके तपाईलाई आन्सरमा चाहिँ 60√3 दिएको रहेछ। अहिले भर्खर मैले आन्सर चेक गरे 60√3 दिएको रहेछ। तपाईलाई 60 * √3 गर्नुभयो भने आन्सर पनि 103.9 नै आउँछ। सो यो पनि लेख्न सक्नुहुन्छ तपाईले यो पनि लेख्न सक्नुहुन्छ जे मन लाग्छ तपाई लेख्नु। यहाँ चाहिँ डिभाइड गर्नको लागि तपाईले क्याल्कुलेटर युज गर्न सकिदैन भने चाहिँ तपाईले यसरी यसलाई चाहिँ डिभाइड गर्न सकिन्छ 180 डिभाइड बाइ √3 भयो नि त हैन। सो यसलाई तपाई के गर्नु भने चाहिँ 60 * 3 बाइ √3 ठीक छ। सो 60 * √3 * √3 बाइ √3 गर्न सकिन्छ है। सो √3 कट्यो 60 √3 आन्सर आउँछ। तपाईले यसरी आन्सर नै निकाल्नु छ रुटमै निकाल्नु छ भने यसरी क्याल्कुलेटर युज गर्न सक्नुहुन्न भने चाहिँ यसरी तपाई गर्न सक्नुहुन्छ। यसरी तपाई चाहिँ निकाल्न सक्नुहुन्छ हैन। नभए चाहिँ यसरी पनि क्याल्कुलेटर युज गर्न सकिन्छ भने क्याल्कुलेटरले डाइरेक्ट क्याल्कुलेट गरेर 103.9 पनि निकाल्न सक्नुहुन्छ। यो तपाईको चाहिँ कसरी निकाल्नुहुन्छ त्यो तपाईमाथि डिपेन्ड पर्छ। सो अब चाहिँ हामी नेक्स्ट क्वेशन तिर जाउँ। नेक्स्ट क्वेशन म तपाईहरुले चाहिँ यो 5 को गर्दिन्छु है। 5 को बी गर्दिन्छु। From the top of a cliff, the angle of depression to a boat 200√3 meter. त्यसपछि के हो देखिएन 200√3 meter त्यति नै होला। From the cliff is found to be 30 degree. Find the height of the cliff. Okay. यहाँ के हेर्नु क्वेशन पहिला चाहिँ हेर्नु From the top of the cliff एउटा चाहिँ क्लिफ छ। ओके क्लिफ angle of depression to the boat मतलब एउटा कुनै बोटमा देखिराखेको छ। डिप्रेसन भन्दैछ नि त तल देखिराखेको छ। ठीक छ। यो ग्राउन्डमा बनाइदिन्छु वा सी छ भने सी बनाइदिउँ। बोट इज के भन्दैछ एंगल अफ डिप्रेसन टु द बोट 200 मिटर फ्रम द क्लिफ। मतलब यो कति छ यो क्लिफ देखि कति मिटरको डिस्टेन्समा छ त्यो बोट तपाईको 200√3 छ। यो भन्दैछ यहाँ क्वेशनले भन्दैछ एंगल अफ डिप्रेसन टु द बोट 200√3 meter from the cliff is found to be 30 degree। मतलब यो चाहिँ डिप्रेसन कति थियो यो चाहिँ 30 डिग्री दिएको छ हैन। अब यो दुवै प्यारलल भएको कारणले यो कति भइहाल्छ तपाईको 30 डिग्री भइहाल्छ। मतलब परपेन्डिकुलर यो हो यो पी हो। ठीक छ। अब यहाँ हेर्नु पी दिएको छ बी दिएको छ हैन। थीटा पनि दिएको छ पी बाइ बी। फेरि यहाँ चाहिँ हामी tan थीटा नेको tan थीटा कै फर्मुला के हुन्छ पी बाइ बी हुन्छ राइट। यहाँ चाहिँ बी दियो ओके पी दिएन यहाँ चाहिँ पी दिएन हामीलाई हैन। सो दुईटा नोन लिने एउटा अननोन लिने। यहाँबाट नोन कुन छ थीटा छ डिग्री दिएको छ अर्को चाहिँ बेस दिएको छ। सो बेस लिए सो पी निकाल्नु सकिन्छ इजिली निकाल्न सकिन्छ। क्वेशनले पनि त्यही भनेको छ फाइन्ड द हाइट अफ द क्लिफ। मतलब यो चाहिँ निकाल्न भनेको छ। हाइट भनेको यसको चाहिँ क्लिफ त यो हो नि हैन यसको हाइट भनेको छ।
सो tan 30 tan तपाईको अब यहाँ चाहिँ tan 30 इज इक्वल्स टु p कति थाहा छैन हामीलाई, b कति छ 200√3 दिएको छ। ओके, अब यो छ भने चाहिँ tan 30 को भ्यालु कति हुन्छ 1/√3 हुन्छ है, इज इक्वल्स टु p/200√3 हुन्छ। ओके, हामीले गर्यो भने √3 र √3 तलबाट तल काट्न मिल्छ। कसरी भने चाहिँ यो अहिले काट्नु छैन भने यसरी हेर्नु, क्रस मल्टिप्लिकेसन गर्नु, यो p√3 भइहाल्छ इज इक्वल्स टु 1 * 200√3 भइहाल्छ। ओके, सो p इज इक्वल्स टु भइहाल्छ 200√3/√3 भइहाल्छ। √3 कटेर 200 मिटर आन्सर भइहाल्छ। धेरै इजी छ कि हाइट एन्ड डिस्टेन्स यदि तपाईले राम्ररी गर्नुभयो भने चाहिँ एकदमै धेरै इजी हुन्छ। 5 को ए आन्सर 20 मिटर। हाउ 20 मिटर? सरी 5 को यो बी रहेछ है, मैले ए आन्सर हेरिरहेको थिएँ, बी रहेछ। सो यो दिएको छ तपाईको 200 मिटर नै दिएको छ है। सो यसरी चाहिँ तपाई निकाल्न सक्नुहुन्छ। अब नेक्स्ट चाहिँ तपाईको म लास्टतिरको एउटा क्वेशन गर्दिन्छु। 3टा क्वेशन गर्यो भने भइहाल्छ होला, तापनि भएन भने मलाई तपाईले चाहिँ फेरि कमेन्ट गर्नु होला, कुन क्वेशनको चाहिँ फोटो सेन्ड गर्नु होला वा मलाई चाहिँ जसरी पनि कन्ट्याक्ट गर्नु होला, क्वेशन टाइप गरेर राख्नु होला, म त्यो क्वेशन तपाईलाई सल्भ गरेर राख्दिन्छु। सर्ट्समा राख्नु पर्यो भने सर्ट्समै राख्दिन्छु। सो अब यो चाहिँ म लास्टको अब गर्छु है। लास्टको के भनेको छ भने अ ल्याडर, यो चाहिँ के भएको यसमा चाहिँ के गोलो लगाएको रहेछ, 10A नै गरिदिन्छु। अ फ्ल्याग स्टाफ अफ हाइट 7 मिटर। यो फ्ल्याग स्टाफ छ, मतलब फ्ल्यागको जुनमा चाहिँ हामी फ्ल्याग लगाउँछौँ नि, त्यो चाहिँ यसको हाइट दिएको छ 7 मिटर। यो चाहिँ मैले 10 को ए गर्दैछु। 7 मिटर स्ट्यान्ड्स अन द टप अफ द टावर। यो चाहिँ कहाँ छ? एउटा टावर, मानौ चाहिँ कुनै एउटा टावर छ, त्यसमा चाहिँ यो चाहिँ के छ स्ट्यान्ड भइराखेको छ, कुनै टावर छ। ओके, द एंगल अफ subtended by the tower and flagstaff point on the ground. यो क्वेशन क्लियर भएन। ओके, सो यहाँ क्वेशन भनेको छ 6 मा पहिला चाहिँ अ ल्याडर लिन्स। ल्याडर भनेको के हुन्छ? भर्याङ होइन, सिडी जसलाई हामी भन्छौँ सिडी। लिन्स अन अ लिन्स एगेन्स्ट अ वाल, मतलब एउटा कुनै वाल छ। ओके, सरी, एउटा कुनै चाहिँ वाल छ यस्तो स्ट्रेट हैन, वाल त स्ट्रेट हुन्छ जहिले पनि। अब यहाँ के भनेको छ 6 को ए गर्दैछु है म। अ ल्याडर लिन्स एगेन्स्ट अ वाल मेकिङ एन एंगल अफ 30 डिग्री। लिन्स भनेको बुझ्नुहुन्छ, यसरी राख्नु के, यसरी राख्नु भनेको लिन्स हुन्छ के, मतलब यसलाई मैले यसरी राखेँ नि त हैन, यो चाहिँ लिन्स भयो कि, यसरी राख्नु भनेको लिन्स हुन्छ हैन, हल्का चाहिँ टिल्ट गरेर राख्नु भनेको लिन्स भन्न खोजेको छ। अनि मतलब त्यसलाई चाहिँ एउटा यो मानौ चाहिँ एउटा चाहिँ वाल छ जसको माथि चाहिँ एउटा चाहिँ भर्याङ के छ यसरी लिन गरेर राखेको छ। ओके, यो लिन गरेर राखेछ भने उसले चाहिँ कतिको एंगल बनाउँदैछ त ग्राउन्डसँग एंगल बनाउँछ कि अब माथिसँग बनाइरहेको छ, त्यो अगाडि क्वेशनमा हेरौँ हामी हैन। अ ल्याडर लिन्स एगेन्स्ट अ वाल मेकिङ एन एंगल अफ 30 डिग्री एट अ पोइन्ट 12 मिटर अवे फ्रम द वाल। मतलब यहाँ यो वाल छ भने यहाँदेखि चाहिँ कति टाढा छ त 12 मिटर अवे। ओके, सो एंगल यहाँ बनाउँदैछ के भने उसले चाहिँ एंगल यहाँ बनाउँदैछ, कति डिग्री बनाउँदैछ 30 डिग्री बनाउँदैछ। अब फाइन्ड आउट के गरौँ भने फाइन्ड द लेन्थ अफ द ल्याडर, मतलब यो भनेछ लेन्थ अफ द ल्याडर कुन हो, यो हो नि त, ल्याडर यो हो नि त, यो ल्याडरको लेन्थ भनेछ पत्ता लगाउनु। अब हेर यसको अपोजिट यो के भयो परपेन्डिकुलर भयो, यो के भयो बेस भयो, यो के भयो हाइपोटेन्युस भयो, राइट। अब मलाई भनेछ बी दिएको छ अनि यता चाहिँ थीटा पनि दिएको छ, एच निकाल्नु पर्ने, मतलब बी दिएको छ तपाईको थीटा पनि दिएको छ हैन, अनि एच इक्वल्स टु वाट भन्यो। बी कति दिएको छ त, बी तपाईको 12 मिटर दिएको छ, थीटा तपाईको 30 डिग्री दिएको छ, अनि हाइट भनेछ। अब बी एच कुन कसको फर्मुला हो, बी बाई एच कसको, cos थीटा इक्वल्स टु के हुन्छ बी बाई एच हुन्छ। मतलब एउटा दुईटा नोन लिने एउटा अननोन लिने, यसमा चाहिँ थीटा नोन छ बी नोन छ, हाइपोटेन्युस छैन, सो यही फर्मुला मैले युज गरेँ। ओके, जुनमा चाहिँ यस्तो फर्मुला युज गर्ने जुनमा चाहिँ अननोन पनि आओस् नोन पनि आओस्, ठीक छ, दुईटा अननोन आओस् एउटा अननोन आओस्, सो cos थीटा नै युज गर्नुपर्छ मैले। अब cos थीटा सो cos 30 डिग्री इज इक्वल्स टु बी कति छ 12 मिटर बाई 30 डिग्री, सरी
12 मिटर बाई h त दिएकै छैन, h भइसक्यो। अब 30 डिग्री दिएको छ भने चाहिँ cos 30 को भ्यालु कति हुन्छ √3/2 = 12 मिटर बाई h। ओके, सो अब क्रस मल्टिप्लिकेसन गरौँ। √3h = 12 × 2 मिटर भयो नि राइट। अब h हुन्छ 12 × 2 डिभाइड बाई √3, तल गएपछि डिभाइड भइहाल्छ। अब हेर्नु √3 त यतिकै म काट्न मिल्दैन, सो अब हेर्नु कति मल्टिप्लाई 3 हुन्छ = 12 हुन्छ। सो 4 × 3 = 12, सो 4 × 3 = 12। जब क्याल्कुलेटर हुँदैन भने तपाईले चाहिँ यसरी यसलाई चाहिँ बनाउन सक्नुहुन्छ। ओके, मतलब तल रुटमा के दिएको छ त्योसँग कतिले मल्टिप्लाई गर्दा चाहिँ सर्टेन भ्यालु आउँछ। ओके, मतलब यहाँ 12 को छ ठुलो भ्यालु लिने, 12 मा चाहिँ कतिले मल्टिप्लाई गर्दा 3 कति 3 जा 12 हुन्छ। सो 4 3 जा 12 हुन्छ। यो किन गर्यो भने चाहिँ अहिले तपाई बुझ्नुहुन्छ। यो चाहिँ म यहाँ लेख्छु र यसलाई चाहिँ म यहाँ लेखे। सो 4 × 3 × 2 बाई √3 भयो। सो 4 को 4 मैले लेख्दिए। 3 लाई हामी चाहिँ 3 भनेको के हुन्छ भने √3 × √3। ओके, दुईटा रुट मिलेर एउटा नयाँ मानौ चाहिँ यहाँ 4 छ भने त्यसलाई हामी √4 × √4 लेख्न मिल्छ। 5 छ भने त्यसलाई √5 × √5, मतलब दुईटा रुटलाई चाहिँ मल्टिप्लाई गर्यो भने त्यो सर्टेन भ्यालु आउँछ। त्यही भएर मैले चाहिँ मलाई त रुट काट्नु छ नि त, त्यही भएर मैले के गरेँ 4 × √3 × √3 × 2 लेख्थे के 3 को ठाउँमा दुईटा √3 मल्टिप्लाईमा लेख्थे बाई √3। अब यहाँबाट एउटा √3 कट्यो। अब बच्यो 4 2 जा 8 √3, आन्सर भइहाल्यो। यस्तो इजी हुन्छ कि विदाउट क्याल्कुलेटर पनि यसरी गर्न सकिन्छ तपाईले यदि क्याल्कुलेटर तपाईसँग छैन भने। ओके, सो 6 को 1 को 8 √3 आन्सर आयो। अब म चाहिँ नेक्स्टमा म तपाईको 7 मा जान्छु है। 6 को अहिले पनि यदि गाह्रो भयो भने चाहिँ बुझ्न गाह्रो भइरहेछ भने भन्नु होला। सो 7 मा द स्ट्रिङ अफ अ काइट इज, स्ट्रिङ भनेको के हुन्छ त्यो धागा जुन काइटमा लागेको छ नि त्यो चाहिँ कसरी छ इन्क्लाइन। इन्क्लाइन भनेको यसरी छ। ओके, एउटा काइट छ जसको चाहिँ स्ट्रिङ यसरी छ। ओके, अ स्ट्रिङ अफ अ काइट इज इन्क्लाइन टु अ ग्राउन्ड, मतलब त्यो कोसँग छ ग्राउन्डसँग चाहिँ इन्क्लाइन छ एट एन एंगल अफ 30 डिग्री। र कति डिग्री बनाइराखेको छ 30 डिग्री बनाइराखेको छ। At the ground at the angle of 30 degree if the length of the string is 300 meter, मतलब यो लेन्थ यो स्ट्रिङ को चाहिँ लेन्थ दिएको छ कति 300 मिटर दिएको छ। ओके, फाइन्ड हाउ हाई इज द काइट फ्लाइङ, मतलब यो हाइट चाहिँ कति माथि छ भनेर चाहिँ हामीले चाहिँ यो फाइन्ड आउट गर्न भनेको छ। ओके, अब हेर्नु एंगल यहाँ दिएको छ भने यसको अपोजिट यो के भइहाल्छ परपेन्डिकुलर। अब यहाँ यो परपेन्डिकुलर भइसक्यो, परपेन्डिकुलर को अपोजिट यो के भइहाल्यो हाइपोटेन्युस। हामीलाई अब यो पत्ता लगाइसकेपछि म पत्ता लगाउँछु, पत्ता के लगाउँछ मलाई p अननोन, मतलब p = व्हाट दिएको के छ अब h = दिएको छ 300 मिटर। त्यसपछि अर्को के दिएको छ थीटा = 30 डिग्री हैन। दुईटा अननोन एउटा दुईटा नोन एउटा अननोन। अब यो तीनटासँग चाहिँ मिल्ने कुन फर्मुला छ p/h, मतलब sin थीटा = p/h, राइट। सो sin थीटा को ठाउँमा कति 30 डिग्री = p हामीलाई थाहा छैन, h कति छ 300 मिटर युज गर्दै। अब sin 30 को भ्यालु हुन्छ 1/2 हुन्छ, 1/2 = p दिएको छैन, सो p/300 मिटर। ओके, सो 2p = 300 मिटर। सो p भइहाल्छ 300 मिटर बाई 2 = 2 ले काट्यो भने 150 आउँछ। सो 150 मिटर, 150 मिटर आन्सर भइहाल्यो तपाईको। सो 7 को तपाईको 150 मिटर आन्सर भयो। ठीक छ, अब चाहिँ 8 तिर जाउँ। यो चाहिँ 7 को थियो है। अब 8 मा जाउँ। 8 मा भनेको छ त तपाईको यो चाहिँ क्लियर, मैले 8 को चाहिँ यो बी को हेर्दै छु। अ वुडन प्लैंक इज 15√2 मिटर लङ। एउटा वुडन प्लैंक छ जो चाहिँ 15√2 मिटर लङ छ। रेस्ट अन द वाल, मतलब एउटा वालमा के गरेको छ त्यो चाहिँ वुडन प्लैंक यसरी चाहिँ रेस्ट गरिराखेको छ। ठीक छ, अब त्यो चाहिँ हेर्नु वुडन प्लैंक को लङ, मतलब वुडन प्लैंक यसको चाहिँ लेन्थ कति छ त्यो दिएको छ कति 15√2।
दिएको छ ओके देन आफ्टर त्यो भनेछ इन सच अ वे दैट मेक एन एंगल विथ द ग्राउन्ड एट 15 मीटर अवे फ्रम द फुट अफ द वाल मतलब यो चाहिँ एंगल बनाउँदैछ कति 15 मीटर अवे फ्रम द फुट अफ द यहाँदेखि के हुन्छ योबाट चाहिँ वालदेखि कति मिटर अवे छ 15 मिटर अवे छ मतलब यहाँदेखि र यो ग्राउन्डको बीचको डिस्टेन्स कति छ 15 मिटर छ ओके अब यो भनिसक्यो त्यसपछि फाइन्ड द एंगल बाइ द प्लैंक विथ द ग्राउन्ड मतलब यसमा भन्नु एंगल पत्ता लगाउनु पर्ने के हैन अब हेर्नु हामीले दिएको कुन छ एंगल कहाँ भन्यो एंगल यति बनाउँछ ग्राउन्डसँग एंगल कति बनाएको छ त्यो पत्ता लगाउनु भन्यो मतलब थीटा हामीलाई यो युज गर्नु छ ओके अब यसको अपोजिटको परपेंडिकुलर मतलब यो भइसक्यो सो परपेंडिकुलर यो भयो यसको अपोजिट यो के भइहाल्यो त हाइपोटेनस भइसक्यो यो के भइहाल्यो बेस भइसक्यो हामीले दुईटा नोन लिनु छ एउटा अननोन भनेको कुन हो थीटा हो यसमा सो थीटा ओके अनि नोन कुन कुन छ b र h छ b बाइ h मतलब cos थीटा लिनु छ किन b पनि दिएको छ र h दुईटा अननोन लिए मैले b र h b कति दिएको छ 15 मिटर h कति दिएको छ 15√2 सो cos थीटा गर्दै राइट सो cos थीटा इज इक्वल्स टु भ्यालु 15 कट्यो ओके यो पनि मिटर छ यो पनि मिटर छ त्यही भएर मिटर मिटर पनि कटिहाल्छ सो अब बच्यो कति 1/√2 हैन 1/√2 cos कतिको 1/√2 फर्मुला हुन्छ सो cos थीटा इज इक्वल्स टु cos 45 को 1/√2 हुन्छ ओके हैन सो थीटा इज इक्वल्स टु 45 डिग्री आउँछ थीटाको भ्यालु आइसक्यो cos लाई काट्दिनु यतिकै वा cos इन्भर्स cos हुन्छ त्यही भएर चाहिँ यो खासमा हुन्छ कसरी भने चाहिँ थीटा जब जान्छ नि थीटा एक्लै छोड्दिनु cos उता गयो भने सो cos इन्भर्स cos 45 भइहाल्छ कि यो इन्भर्सले एउटा अर्कोलाई काट्दिन्छ सो थीटा इज इक्वल्स टु भइहाल्छ 45 डिग्री यस्तो इजी छ अब हामी चाहिँ के गरौँ भने यो पनि भइसक्यो तपाईको अब 9 मा जाउँ 9 मा भनेको छ अ पिलर अफ हाइट 15 मिटर हाई कास्ट अ स्याडो अफ लेन्थ 15√3 मिटर फाइन्ड द अल्टिट्युड अफ द सन 9 नम्बर गरिदिन्छु 10 नम्बर तपाईहरु चाहिँ आफै ट्राई गर्नु होला के मिस्टेक भयो भने चाहिँ मलाई भन्नु होला म फेरि गरिदिन्छु तपाईहरुले 9 लास्ट भिडियो गरिदिन्छु म अ पिलर अफ हाइट 15 मिटर हाई भन्दै छ अ पिलर अफ हाइट 15 मिटर मतलब एउटा पिलर छ जसको हाइट कति छ 15 मिटर छ एउटा पिलर ओके कास्ट अ स्याडो अफ लेन्थ मतलब यसको स्याडो जुन बनिराखेको छ यसको स्याडो यहाँबाट हेर्नु यहाँ यदि सन छ भने चाहिँ यहाँ यदि सन छ भने वा यसरी चाहिँ बनाउने यता चाहिँ सिम्पल गर्नु यहाँ मान्नु चाहिँ एउटा सन छ ओके अनि यहाँ चाहिँ पिलर राखेको छ अब यहाँ सन छ भने यसको स्याडो चाहिँ यहाँ तल बन्छ नि त यसरी चाहिँ यसको स्याडो तल बन्छ सो तल बनेपछि चाहिँ वा स्याडो यसको चाहिँ कसरी हुन्छ भने चाहिँ तलदेखि चाहिँ यसरी स्याडो बन्छ नि त तलको स्याडो त यसरी बन्छ सो अब उसको भन्दैछ हाइट स्याडो अफ लेन्थ 15√3 मिटर यो चाहिँ कति दियो 15√3 मिटर स्याडो दियो र त्यो चाहिँ पिलरको हाइट कति थियो त 15 मिटर थियो 15 मिटर थियो ओके सो फाइन्ड द अल्टिट्युड अफ द सन मतलब भन्दैछ सनको अल्टिट्युड कति छ सो यो भिडियो बनिसकेपछि अब चाहिँ अल्टिट्युड भनेको के भन्न खोजेको भने चाहिँ उसको कति डिग्री माथि छ के कति डिग्रीले चाहिँ माथि छ त्यो चाहिँ भन्न खोजेको छ सो त्यसको लागि अब हामी चाहिँ अल्टिट्युड हेर्यो भने चाहिँ अल्टिट्युड यहाँ स्याडो त यहाँ बनाएको छ कोसँग बनाएको छ ग्राउन्डसँग सो यसरी चाहिँ तपाईं यसलाई थीटा मान्नु सो यो परपेंडिकुलर भइसक्यो यो बेस दिएको छ p दिएको छ र b यो p भइसक्यो यो चाहिँ b भइसक्यो है यहाँ थीटा दिएको छ सो थीटा अब p बाइ b युज गर्नु छ मतलब मलाई tan थीटा युज गर्नु छ इज इक्वल्स टु p बाइ b सो tan थीटा इज इक्वल्स टु कति दिएको छ tan थीटा त पता नै लगाउनु छ सो p कति दिएको छ तपाईको 15 मिटर अनि b कति दिएको छ 15√3 मिटर सो 15 काट्दिनु बच्यो कति 1/√3 मिटर पनि कटिहाल्छ सो tan थीटा इज इक्वल्स टु 1/√3 so 1/√3 tan theta is equals to tan 30 so theta is equals to 30 degree आन्सर सिम्पल छ के यो गर्नु भयो भने चाहिँ एकदमै सिम्पल हुन्छ के तपाईहरु चाहिँ